हेलो साथीहरू, आज हामी चाहिँ हाम्रो आज उभौली पर्व भनौँ साकेलामा हामी लाग्यौँ साथीहरू गाईहरूको होइन। राईहरूको त कस्तो हुन्छ त उभौली महान किन हुँदैन अरूको पनि कति जान्नु भएको जेठीबारीले जहिले जान्ने मात्रै हुन्छ। अनि मेरो छोरा र उहाँको पुसाइ चाहिँ यहाँ आउँदै हुनुहुन्छ छाता ओढेर टिक्रिक टिक्रिक बोबी हाम्रो आज ठुलो फ्यान हुने भयो हाम्रो भाइ त। ल साथीहरू हामी चाहिँ लाग्यौँ ल यस्तो ल भाइ खा अथवा किरातको हाम्रो यो चाहिँ हाम्रो साकेला खाना आइपुगेको है साथीहरू। ल फाइनली हामी गेट प्रवेश गऱ्यौँ। मेरो साथीहरू चाहिँ पर हुनुहुन्छ होइन गइसक्नु भयो। कति रमाइलो छ नि हेर्नु न ठाउँहरू हेर्नु त वा 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 दामी दामी छ दामी दामी छ है। ल म चाहिँ अब एक्लै बिन्दास तरिकाले होइन यस्तो गरेर हिँड्नु पऱ्यो नि तपाईँलाई देखाउनु पऱ्यो। त्यही भएर सो हामी आइपुग्यौँ हाम्रो स्टेजमा अथवा हाम्रो ठाउँमा होइन। यहाँ हो साकेलामा चाहिँ यहाँ सबै भोलिपछि अब यो आज चाहिँ सानो मात्रै आज उद्घाटन मात्रै हो कि यहाँ हाम्रो खोइ के छ एउटा। अनि भोलि पछि चाहिँ बबाल 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 हाम्रो 8 गते चाहिँ बबाल हुन्छ यहाँनिर। हामी 8 गतेको लागि पनि हामी चाहिँ एकदम तम्पाइ आउनेछौँ साथीहरू हेर्दै जानु ल भन्नुहुन्छ है। पहिला नआइसक्नु भएको छ हाम्रो चाहिँ आज खास चाहिँ के हो भने नि स्टेज उद्घाटन होइन। अनि यो भन्नुपर्छ होला हौ है त्यस्तै हो। सब आइसक्नु भएको छ हाम्रो टोलीहरू चाहिँ कहाँ नाच्दै हुनुहुन्छ नि हौ यहाँ पर हेर्नु न। आज सानो मात्रै हो तर ठुलो चाहिँ होइन। अनि 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 खै नाचेको अनि ल खै हामी बब्बाल भाइहरू चाहिँ डान्स गर्दै हुनुहुन्छ है। यता हेर्ने यता पनि हेर्ने ओ भाइ यता पनि हेर्ने हाम्रो भाइहरू साकेला सुने भाइहरू सबैजना यहाँ हुनुहुन्छ। बल्ल बल्ल आइपुग्यो नि के खाने गरेको हौ यो चाहिँ यो सर्रा हो कोदोको एकदम स्पेसल सर्रा। यो चाहिँ हाम्रो किरात लगाइरहेको चाहिँ नहुने आज उभौली पर्व विशेष उभौली पर्वको यो चाहिँ हामी यस्तो खाना चढाउँछौँ। अनि मैले पनि चढाइदिएको छु। दिदी तपाईँको पनि केही जाओस् न के भयो तपाईँले चाहिँ के यस्तो सेवा र उभौली पर्व होइन 2082 वैशाख 29 गतेको उभौली पर्वमा चाहिँ हामीहरू यहाँनिर हाम्रो
के अरे उयो बुझाउनु पर्छ अरे नि त यसको लागि अँ, यो चाहिँ मैले अघि एउटा एक कुर्जी बुझाइसकेको छु रिसाउनु जाँदैन होइन अँ। फेरि पनि अलिक पुग्दैन जस्तो लागेर आज फेरि थपेँ हो त्यसमा चाहिँ तपाईँको जय होस् हजुर ल तपाईँको जय होस् सदा सदा त्यस्तो जय होस् है ल कुलपितरले रक्षा गरोस् है हाम्रो दिदी बहिनीहरूलाई ओ किराँतहरूको थान है यो बेलबारी किराँत या यो खा होइन साकेला थान है यो चाहिँ हाम्रो बेलबारी मोरङको 2050 बनेको रहेछ सायद यो चाहिँ यस्तो चाहिँ टक्क नमस्ते है नमस्ते नमस्ते ल हामी चाहिँ आयौँ है यो तल हाम्रो चिना पुऱ्याउनु पर्नेछ यति मेरो काम रह्यो है साथीहरू यस्तो गर्दै हिँड्ने हो टक्क टक्क लाएर होइन गाह्रो छ ल ल आशा छ नि त हुन्छ ओके ल बाई बाई यति नै गरेर कान्छी हो म गएँ पट्नु म धेरै राम्रो है सबै हाँसौँ है हाँसौँ हेलो साथीहरू अब चाहिँ हामी फाइनल्ली क्यामेरा घुमाउँदै बहिनीहरूलाई बाई खै बाई गरेको खै ल सबैलाई बाई है आजको उभौली पर्व चाड चाहिँ हामीले चाहिँ अब पूजाआजा गऱ्यो यहाँनिर ल सबैजना ल अब हामी चाहिँ जानु पर्यो लु है हाम्रो बुबुहरू बाङ्गाहरू कोपाकोमाहरू को हुनुहुन्छ लु है सबैजनालाई बाई लु हाम्रो अङ्कललाई पनि बाई सबैजनालाई हामी प्रसाद पनि खाइयो होइन ल नमस्कार है नमस्कार अब हामी चाहिँ बिदा माग्दै माग्दै जानु पर्यो पानी पनि खानु पर्यो एकचोटि ल हाम्रो चाहिँ आज चाहिँ यो जुन यो छ नि नाच्ने ठाउँ योको उद्घाटन थियो होइन प्लस यो उभौलीको यो अवसरमा उद्घाटन गरेको मात्रै हो खासै चाहिँ अब हाम्रो 8 गते छ साथीहरू फाइनल्ली 8 गते छ है अवसरमा हामी चाहिँ यहाँनिर अब यसो बल्ल गरेर हाम्रो दिदी बहिनीहरूसँग यहाँ चाहिँ नजिकै भइ पनि हाल्यो होइन सँगै आयो बनाइयो अनि त्यसपछि अब हामीले हेर्दाखेरि कस्तो लागेको छ हामीले सबै डान्स गरेको ग्रुपहरू हो सबैले हाम्रो कुलपित्रीहरूले हामीलाई चाहिँ रक्षा गरौँ स्वास्थ्य बनाइदिउँ हाम्रो देश परदेशी दाजुभाइ हाम्रो सबै पति परमेश्वरहरूको रक्षा गरौँ हाम्रो सिने पारो हामीले यही भन्न चाहन्छु है त साथीहरू ल